साथीहरू आज यहाँ चाहिँ पानी पुरा परिरहेको छ, खतरनाक पानी हो। यहाँ हाम्रो आमा र ऊ यहाँ हाम्रो चाङ चाहिँ भात पकाउनुमा व्यस्त। मासु खोइ यहाँ यहाँ अब हल्का चुलामा यस्तो चुलामा यसो हल्का फुल्का गरेर हाम्रो आमाले यहाँनिर हेरिरहेको छ। आमाले के भन्ने कि हेलो गाइस भन्नु नि। हेलो गाइस भन्नु नि। मासु धुइरहेको छ फेरि यहाँ, मासु कुखुराको मासु, घरको देशी कुखुरा मासु। बाहिर चाहिँ पानी परेर खतरनाक पानी परिरहेको छ यहाँनिर हो। आमा पानी त भगवान् यस्तो दिन पानी परेको छ। यहाँ छाता भिजेर खत्तम भयो। छाता भिजेर सबै भिज्यो छाता। ओ यहाँ मेरो बुढी चाहिँ फेरि बिजोक देखाएर भनिरहेको छ ऊ हो। यहाँ आमा घर पनि पुरानो भएर पानी सबै चुहिरहेको छ। यी पानी चुहिरहेको चाहिँ भाडा थापिरहेको छ यहाँनिर। यस्तो बिजोक पानी चुहिरहेको छ घरमा। यहाँ सासू बुहारी चाहिँ अब यता र उता गरिरहेको छ यहाँनिर ऊ। भात पकाएको अन्त तिमीलाई कस्तो लागेर ससुराली बसेर भात पकाउँदा चुलामा यहाँ यो ग्यास पनि छ हुँदाहुँदै यहाँ चुलामा भात पकाउँदा तिमीलाई कस्तो लागिरहेको छ त अन्त अहिले? मजा लागिरहेछ। वाउ भेरी ब्युटिफुल। मासु फ्राई गरेर यहाँनिर चट्टा लाएर हो। मासु फ्राई गरेर चाहिँ हाम्रो आमा चाहिँ हल्का यहाँनिर जाडोमा जाडो भएर हाम्रो आमा बसिरहेको छु। म चाहिँ यहाँ छु नाङ्गै बसिरहेको छु म चाहिँ। ए गरममा यस्तै हो, नाङ्गै बसिरहेको छु म चाहिँ।